आदरणीय दर्शकवृन्दहरू 2083 साल वैशाख महिनाको 4 गते शुक्रबार तदनुसार सन् 2026 अप्रिल 17 तारिकको दिन माता तीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन रहेको छ। यस दिनमा हामीले के गर्यौं भने हामीलाई सधैँ माता पिताको आशीर्वाद रहिरहन्छ, पितृको आशीर्वाद रहिरहन्छ। उसमा पनि आफू रित्तिएर पनि हामीलाई स्तनपान गराउने आमा हुनुहुन्छ। आफ्नो सन्तानलाई एक छाक मिठो मसिनो खानु परे नसम्झिएर नखाने आमा हुनुहुन्छ। भनिन्छ संसारमा सबै थोक पाइन्छ, तर जन्म दिने आमा र बुबालाई हामीले कहिले पनि पाउन सकिँदैन। यो संसारमा जन्म दिने आमा र बुबाको ऋण त हामीले कहिले पनि तिर्न सक्दैनौँ। तर पनि यस माता तीर्थ औँसीको यस विशेष दिनमा हामीले के गर्यौं भने हामीलाई सधैँ राम्रो हुन्छ, जिन्दगीभरिलाई राम्रो हुन्छ। यही विषयमा आजको यस प्रस्तुतिमा हामीले तपाईँलाई जानकारी दिनेछौँ। हामीलाई बोल्न सिकाउने आमा हुनुहुन्छ, हामीलाई जिन्दगी सजाउन सिकाउने आमा हुनुहुन्छ, आफू भोको रहेर पनि हाम्रो पेटभरि हामीलाई खाना दिने आमा हुनुहुन्छ। हाम्रो लागि भगवान भनेको नै हाम्रो आमा र बुबा हुनुहुन्छ। भगवान श्री गणेशले पनि आफ्नो आमा र बुबाको सेवा सत्कार गरेको कारण, आफ्नो आमा र बुबालाई मानेको कारण नै यो संसारमा सबैभन्दा पूज्य पति बन्नु भएको हो। त्यसैले यस विशेष अवसरमा अर्थात् यस विशेष दिनमा हामीले माता पितालाई कसरी सम्झने, घरभन्दा बाहिर टाढा भएपछि हामीले कसरी सम्झने, के गर्ने के नगर्ने, यही विषयमा तपाईँलाई जानकारी दिनको लागि आजको यस एपिसोडमा उपस्थित भइसकेको छु म सक्षम गौतम। यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरी छेउमा रहेको बेल आइकनलाई पनि क्लिक गर्न नछुटाउनुहोस्, किनकि हामीले अपलोड गरेका यस्तै भिडियोको नोटिफिकेसन सबैभन्दा छिटो प्राप्त गर्नको लागि। अब भने लागौँ आजको विषयतर्फ। तपाईँ सबैभन्दा पहिले ब्रह्म मुहुर्तमा उठ्नुहोस्। उठिसकेपछि आफूले स्नान गर्ने सम्भव छ भने, यदि तपाईँको आमा हुनुहुन्छ भने तपाईँले, आमाले सक्नु हुँदैन भने आमाको पनि स्नान गराइदिनु एकदमै राम्रो हुन्छ। गङ्गा स्नान भनेर भनिएको छ। तपाईँले नजिकै रहेको ताल, तलैया, खोला, नदी, झरनामा गएर स्नान गर्न सक्नुहुनेछ। यदि यो सम्भव छैन भने पनि तपाईँले घरमा गङ्गाजल लिएर राख्नु भएको छ भने स्नान गर्ने क्रममा गङ्गाजल मिसाउन सक्नुहुनेछ, कुसको टुक्रा त्यहाँ मिसाउन सक्नुहुन्छ। यसरी तपाईँले स्नान गर्नु राम्रो मानिन्छ। यदि तपाईँको आमाले स्नान गर्न सक्नु हुँदैन, वृद्ध अवस्थामा हुनुहुन्छ भने तपाईँले आमाको स्नान गराउन सक्नुहुनेछ। यो कार्य तपाईँले यस दिनमा नभुलेर पनि गर्नुहोला। त्यसै गरी तपाईँले कहिले पनि आफ्नो जन्म दिने बुबा र आमालाई वृद्ध आश्रममा लगेर राख्ने काम पनि कदापि नगर्नुहोस्। आमा बुबा भनेको हामीलाई संसार देखाउने, हामीलाई यो भवसागरमा हर कुराहरू सिकाउने आमा हुनुहुन्छ। त्यसैले हामीलाई यस्तो काम गऱ्यौँ भने हामीलाई पितृको श्राप लाग्न सक्छ, आमा बुबाको आँसु झर्न सक्छ, जुन आँसुले गर्दा हाम्रो जिन्दगीमा कहिले पनि हामीले सफलता प्राप्त गर्न सक्दैनौँ। आजभोलि एउटा फेसन जस्तै भएको छ, बुबा आमालाई वृद्ध आश्रममा लगेर राख्ने। मिठो मसिनो राम्रो नराम्रो जे जस्तो छ तपाईँले दिनुहोस्। आमा बुबा तपाईँले दिएको कुनै पनि चिजबाट कहिले पनि दुखी हुनु हुँदैन। त्यसैले यस्तो माता पितालाई तपाईँले यो कार्य कदापि पनि नगर्नुहोला। त्यसै गरी जीवित रहुन्जेल हामीले माता पिताको सेवा गर्ने हो। आमा र बुबाको काखमा रहनु भगवानको काखमा रहनु सर हो। त्यसैले हामीले यो कार्य कहिले पनि गर्नु हुँदैन। माता र पिताको पाप लाग्न सक्छ, हामीलाई श्राप लाग्न सक्छ। पितृको आशीर्वाद हामीले प्राप्त गर्ने हो, पितृलाई हामीले कहिले पनि रुवाउने होइन। यो कुरालाई तपाईँले जिन्दगीभरि नै याद राख्नुहोला। त्यसै गरी यदि तपाईँ घरभन्दा टाढा हुनुहुन्छ, विदेशतिर हुनुहुन्छ, आफ्नो कामको सिलसिलाले गर्दा आफ्नो आमालाई भेट्न पाउनु भएन भने पनि यस दिनमा तपाईँले एक कल फोन गरेर भए पनि, आजभोलि अनलाइन इन्टरनेटको सुविधा छ, फोन कलको सुविधा छ, तपाईँले एक कल फोन गरेर भए पनि आमा सन्चै हुनुहुन्छ भनेर सन्चो बिसन्चो सोध्नुहोस्। उहाँको आशीर्वाद तपाईँले लिनुहोस्। मैले आजको दिनमा सम्झेँ भनेर उहाँलाई केही खुसी प्रदान गर्नुहोस्। यसो गर्नाले पनि तपाईँलाई आमाको अतुलनीय आशीर्वाद प्राप्त हुनेछ। सारा दुःख कष्टहरू पनि हराउँछ यस दिनमा आमाको सेवा गर्नाले। अमङ्गल पनि नाश भएर जान्छ, तपाईँलाई सधैँ राम्रो हुन्छ। त्यसै गरी तपाईँले यस माता तीर्थ औँसीको दिनमा आमासँगै बुवालाई राखेर आमा र बुबाको पूजा गर्न सक्नुहुनेछ। माला लगाइदिने, टीका लगाइदिने, तपाईँले मिठो मसिनो के बनाउनु भएको छ ती खानेकुराहरू दिने,
राम्रा राम्रा वस्त्र उपहारहरू दिने, मनपर्ने चिजहरू तपाईँले दिन सक्नुहुनेछ। आफ्नो क्षमताअनुसारको चिजहरू तपाईँले दिनुहोला। त्यसैले हामीले आमा बुवालाई आजको दिनमा विशेष गरी सेवा र सत्कार गर्ने दिन हो। आजको दिन मात्र नभएर हामीले आमा र बुबाको सधैँभरि हामीले सेवा र सत्कार गरिरहनुपर्छ। त्यसै गरी तपाईँले आमाको चरणमा परेर आमाको खुट्टा ढोग्ने काम गर्नुहोस्, आमाको आशीर्वाद लिनुहोस्। शिर निहुराएर तपाईँले आमाको आशीर्वाद प्राप्त गर्नुहोस्। छोरी मान्छे हुनुहुन्छ भने तपाईँले नमस्कार गरेर उहाँको आशीर्वाद लिन सक्नुहुनेछ। यदि तपाईँको आमा हुनु हुँदैन भने तीर्थमा गएर श्राद्ध गर्नु भनेर भनिएको छ, सिधा दान गर्नु, तर्पण गर्नु भनेर भनिएको छ। यदि तपाईँले यो कार्य गर्न पनि सम्भव छैन भने तपाईँले आफ्नो घरको दक्षिण दिशामा फोटो राखेर उत्तर दिशातर्फ फर्काएर चन्दन लगाइदिने, माला लगाइदिने, फोटोमा दियो पाल्ने र सकिन्छ भने तिल कुश आदिले तर्पण गर्नुभयो भने पनि तपाईँलाई पितृको आशीर्वाद प्राप्त हुनेछ। भनिन्छ यस दिनमा स्मरण गर्नाले पितृदोषको पनि निवारण हुन्छ। कसैको कुण्डलीमा पितृदोष छ भने पनि यस दिनको तपाईँको सेवा र सत्कारले पनि तपाईँको पितृदोष निवारण हुन्छ। पितृलाई सम्झने दिन हो, त्यसैले तपाईँले यो कार्य पनि तपाईँले गर्न सक्नुहुनेछ। त्यसै गरी तपाईँले यो दिनमा तपाईँले दान दक्षिणाको कार्यहरू गर्न पनि राम्रो मानिन्छ। गाईलाई रोटी दिन पनि सक्नुहुनेछ। यसो गर्नाले पनि तपाईँलाई आमाको पितृको आशीर्वाद प्राप्त हुनेछ। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, जुन स्थानबाट पनि तपाईँले आमालाई खुसी पार्न सक्नुहुनेछ। माता तीर्थ औँसी अर्थात् आमाको मुख्य दिन विशेष रहेर हामीले यस दिनमा के कार्य गर्नुपर्छ त जन्म दिने आमाको लागि भनेर आजको यस एपिसोडमा हामीले तपाईँलाई जानकारी दियौँ। हाम्रो जानकारी कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट र प्रतिक्रिया दिन नभुल्नुहोला। हामी यस्तै भिडियो लिएर सदाबाह उपस्थित हुनेछौँ। तबसम्मको लागि भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्नुहोस्। जय जननी, जय माता, नमस्कार।